हेलो एभ्रिवान गुड इभिनिङ र आज चाहिँ भिडियो बनाउनुको खास कारण चाहिँ के हो भन्दा चाहिँ जतिजना मेरो कस्टमरहरूले भन्नुहुन्छ कि म चाहिँ स्याप्लिङ्स लगेर बचाउनु सकिनँ, म चाहिँ एकदम सेमी प्लान्ट या मदर प्लान्ट लान्छु भन्नुहुन्छ र कतिजनाले भन्नुहुन्छ म ब्लुमिङ प्लान्ट साइजको फुल हेरेर लान्छु भन्नुहुन्छ र उहाँहरूको लागि चाहिँ बेस्ट अफर छ। यो चाहिँ बेसी त छैन मेरोमा, जति छ मैले तपाईँलाई यहाँ देखाउँदैछु र एक दुईवटा छ मैले त्यो चाहिँ भिडियोमा हाल्नु सकिनँ किनभने भिडियो एकदमै लामो भएर जान्छ, मेरोमा टाइम पनि यति बेसी नभएको कारणले गर्दाखेरि। र यो चाहिँ सबै चाहिँ नयाँ भेराइटीको छैन, कति नयाँ भेराइटीको छ कति पुरानो भेराइटीको छ, तर एकदमै राम्रो फुल छ सबै नै। र बेसी चाहिँ मेरो डबल पेटल्स छ योपालि। अन्त यो चाहिँ छ मेरो फर्स्ट जेरेनियम लुडो अरेन्ज, लाडा हार्मोनी अरेन्ज भन्दा पनि हुन्छ। र यो चाहिँ एकदमै हेल्दी पट छ, हेल्दी साइज छ, हेर्नुहोस् कलर पनि यस्तो छ, डबल पेटल्समा हो। र यो चाहिँ भयो मेरो एउटा जेरेनियम जुन चाहिँ मैले सेलमा राखेको छु। र अर्को चाहिँ धेरैजनाले मन पराउनुहुन्छ, यो चाहिँ हो पेट्रिबेला। यो पनि एकदमै राम्रो फुल्छ, कलर देख्न सक्नुहुन्छ र प्लान्टको साइज देख्न सक्नुहुन्छ। यसमा चाहिँ मैले यो दुईवटा स्टिक लगाएको छु, किन भन्दा चाहिँ अस्ति चाहिँ यो पुरा फुलेको थियो नि त, अन्त एउटा स्टिकले नथामेर दुईवटा स्टिक लगाएको थिएँ। अन्त यो पनि एकदमै राम्रो फुलिरहेको छ, यो पनि यो साइजमा सेलमा छ, यो साइजमा सेलमा छ। अन्त अर्को चाहिँ छ मेरोमा टिए फ्रेन्ची। टिए फ्रेन्ची चाहिँ पुरानो भेराइटी चाहिँ होइन, हुनु चाहिँ नयाँ भेराइटी हो। यो पनि एकदमै राम्रो फुल्छ, यसको कलर चाहिँ यस्तो छ, पनि डबल पेटल्समा हो, रोज भेराइटीमा एकदमै राम्रो फुल्छ र साइज पनि एकदमै राम्रो छ पटको। यो पनि सेलमा राखेको छु। र अर्को चाहिँ एकदमै ब्युटिफुल, यसको त नाममा यसको त ब्युटिफुल छ र यसको नाम चाहिँ हो एस्टर द ब्युटिफुल। यो पनि यो साइजमा एकदमै मन पराइदिनुहुन्छ कस्टमरहरूले, यो पनि यो साइजमा अभाइलेबल भइसकेको छ मेरोमा चाहिँ यो साइजमा। र कति चाहिँ मेरोमा फुलेको छैन, र पनि यो पुरानो भेराइटी चाहिँ होइन, नयाँ भेराइटीको चाहिँ मेरोमा फुलेको छैन, तर प्लान्टको साइज चाहिँ एकदमै राम्रो छ। यो चाहिँ हो मर्लिन्स डी। मर्लिन्स डीको चाहिँ साइज यस्तो दामी भएको छ, हेल्दी प्लान्ट भएको छ। यो पनि मसँग स्टकमा लिमिटेड स्टक छ मसँग। र यो चाहिँ हो रोज अफ मे। यो चाहिँ रोज अफ मे। रोज अफ मे चाहिँ नयाँ भेराइटी हो, एकदमै ठुलो पेटल्समा फुल्छ। मर्लिन्स डी पनि एकदमै ठुलो पेटल्समा फुल्छ। रोज अफ मेको पनि प्लान्ट्सहरू एकदमै हेल्दी छ यो चाहिँ। र यति 6वटा प्लान्ट चाहिँ मसँग अभाइलेबल छ। यो मर्लिन्स डी रोज अफ मेहरूको चाहिँ फुलेको छैन, त्यही भएर मैले तपाईँलाई प्लान्टको साइजमा चाहिँ देखाइदिएको छु। र तपाईँहरू यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ मसँग वाट्सएपमा कन्ट्याक्ट गर्नु सक्नुहुनेछ, मैले वाट्सएप नम्बर दिइरहेको हुन्छु। र अरू पनि छ, अन्त अरू केही जानकारी चाहियो भने मसँग कन्ट्याक्ट गर्नु सक्नुहुनेछ। यति 6वटा पट चाहिँ मेरो एकदम सेलमा राखेको छु र छिटो अर्डर गर्नुहोस् होला, किनभने अब चाहिँ जेरेनियमको सिजन अफ हुँदैछ र स्टकहरू बेसी हुँदैन मसँग। र जति पनि छ म तपाईँहरूलाई एकदमै सेयर गर्ने कोसिस गर्छु, तर यस्तो बिजी हुन्छ, कोही बेला बिमार होइदिन्छ, त्यही भएर सेयर गर्नु पाउँदिनँ। र जति सक्दो त म सेयर गर्नु कोसिस गर्छु। Thank you so much for watching.